लघु वित्तले आर्थिक वर्ष 2082-83 को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार यो पालि मौली लघु वित्तले नाफा 10 गुणाले बढाएको छ। मौली लघु वित्तले कुल 19 करोड 32 लाख रुपियाँ मुनाफा गरेको छ। अघिल्लो वर्ष यसै अवधिमा मौली लघु वित्तले 1 करोड 70 लाख रुपियाँ नाफा गरेको थियो। नाफामा उच्च दरले उछाल आएको छ। यो उछाल आउनुको पछाडि मुख्य कारण भनेको चाहिँ बैंकको कर्जा नोक्सानी घट्नु र ब्याज आम्दानीमा उच्च वृद्धिका कारण नाफा राम्रो देखिएको हो। नाफा बढेसँगै मौली लघु वित्तको वितरणयोग्य मुनाफा पनि उच्च दरले बढेको छ। आर्थिक वर्ष 2082-83 सम्म मौली लघु वित्तको वितरणयोग्य मुनाफा 16 करोड 50 लाख रुपियाँ देखिएको छ। अघिल्लो वर्ष यस्तो वितरणयोग्य मुनाफा भने 4 करोड 77 लाख थियो। मौली लघु वित्तको वितरणयोग्य मुनाफा उच्च दरले बढेसँगै लाभांश क्षमता समेत बढेको हो। अघिल्लो वर्ष 12.90% लाभांश क्षमता देखाएको मौली लघु वित्तको यति बेला लाभांश क्षमता भने 42.58% पुगेको छ। मौली लघु वित्तको लाभांश क्षमता 42.58% देखे पनि यसको खराब कर्जा र पुँजीकोषलाई हेर्दा नेपाल राष्ट्र बैंकले तोकेको नियम अनुसार यो वर्ष भने मौली लघु वित्तले आफ्ना शेयरधनीलाई 15% लाभांश दिन सक्नेछ, अर्थात् पाउनेछ। उसको लाभांश क्षमता 42% देखे पनि उसले शेयरधनीलाई बाँड्न पाउने वास्तविक लाभांश भने 15% मात्र हुनेछ। नेपाल राष्ट्र बैंकले लघु वित्त वित्तीय संस्थाहरूको लाभांश वितरणमा क्याप लागेको छ। विभिन्न रिक्वायरमेन्टहरू पूरा गर्नुपर्ने भएकाले ती रिक्वायरमेन्ट हेर्दाखेरि यो पालि मौली लघु वित्तले जम्मा 15% मात्र लाभांश बाँड्न पाउनेछ। अब मौली लघु वित्तका अन्य सूचकहरूलाई एक एक गरी हेरौँ। मौली लघु वित्तको ब्याज आम्दानी भने 49 करोड 74 लाख पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो ब्याज आम्दानी 35 करोड 59 लाख रुपियाँ थियो। लघु वित्तको ब्याज आम्दानीसँग फी कमिसन पनि बढेको छ। आर्थिक वर्ष 2082-83 को असार मसान्तसम्म लघु वित्तको फी कमिसन 6 करोड 41 लाख रुपियाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो फी कमिसन 5 करोड 43 लाख थियो। लघु वित्तको नाफामा उच्च दरले वृद्धि आउनुमा भने मुख्य कारण भनेको प्रोभिजन पनि रहेको छ। अघिल्लो वर्ष 13 करोड 13 लाख रुपियाँ प्रोभिजन गरेको यस लघु वित्तले आर्थिक वर्ष 2082-83 को असारसम्म भने जम्मा 80 लाख रुपियाँ प्रोभिजन गरेको छ। प्रोभिजन घटेसँगै लघु वित्तको ब्याज आम्दानी र प्रोभिजन घटेसँगै नाफामा भने उच्च दरले उछाल आएको। अब यसका अन्य सूचकहरूको बारेमा कुरा गरौँ। लघु वित्तको पुँजीकोष अनुपात 10.61% पुगेको छ। त्यसैगरी लघु वित्तको खराब कर्जामा भने सुधार भएको छ। अघिल्लो वर्ष 12.16% रहेको यस लघु वित्तको खराब कर्जा यति बेला 9.80% मा झरेको छ। खराब कर्जा घट्नु लघु वित्तको लागि राम्रो हो। यसले पुरानो ऋण असुली भएको र कर्जा असुली चाहिँ राम्रो भएको पनि देखाउँदछ। समग्रमा मौली लघु वित्तको खराब कर्जा घट्नु ब्याज आम्दानी बढ्नु नै यसको चाहिँ स्ट्रेन्थ पोइन्टको रूपमा चाहिँ लिन सकिन्छ। बैंकको वितरणयोग्य मुनाफा उच्च देखिए पनि यो वर्ष भने यस लघु वित्तले आफ्ना शेयरधनीलाई कुल 15% मात्र लाभांश दिन सक्नेछ।